상계라 겹수시, 최라 겹수시, 게들라 겹수시. नमस्ते टसीदेलेक फ्याफुल्ला मेरो नाम टसी पल्सङ र आजको यस भिडियोमा म तपाईहरुलाई एउटा बुद्धिस्ट भएको नाताले हामीले जस्तै बुद्ध धर्ममा हामीले धर्म गर्दा गर्ने कार्यहरु धेरै प्रकारका कार्यहरु छन् हैन र त्यसमध्ये सबभन्दा महत्त्वपूर्ण भनेको हामीले ढोग गर्नु भनेको एकदमै महत्त्वपूर्ण र एकदमै आवश्यकता र पुण्य धेरै पुण्य कमाउन सक्ने एउटा कार्य यानी अब काम भएको छ हो र ढोग गर्नु पनि यदि हामीले ढोग गर्ने तरिका जानेन है र ढोग गर्नुपर्ने तरिकाले गरेन भने अनि आफूले ढोग गरेको जस्तो पुण्य नकमाउने या ढोग गर्दाखेरि के सोच्नु पर्ने हुन्छ के विचार लिनु पर्ने हुन्छ त्यो कुराहरु र ढोग गरेको फाइदा के छ हैन ढोग गर्नुको कारण के हो त्यो सबै बुझ्नु र कति पटक ढोग गर्नु पर्छ यो कुरा सबै जान्नु एकदम आवश्यक भएकोले आजको यस भिडियोमा म तपाईलाई छोटो र मिठो भन्ने प्रयास गर्ने छु है त र पहिलो प्रश्न आउँछ ढोगमा कति प्रकारका छन् कति प्रकारका ढोग छन् भन्दा ढोगमा दुई प्रकारका ढोग हुन्छन् एउटा भनिन्छ कुम्छाक यानी आफ्नो घोडालाई हामीले एकदम के भन्छ आफ्नो घोडालाई यसरी निउराउनु त हैन नि के भन्छ यसलाई अब आफ्नो अब इंग्लिशमा भन्नु पर्दा आफ्नो घोडालाई बेन्ड गरेर यसरी ढोक्नुलाई कुम्छाक भनिन्छ र एउटा छ क्याङछाक क्याङछाक माने आफ्नो शरीरलाई आफ्नो जिउलाई पुरै भुइँमा छुइकन ढोग गर्नलाई क्याङछाक भनिन्छ यो दुई प्रकारका ढोगहरु हुन्छन् है र त्यसो भने यो कुम्छाक गर्दा हामीले प्राय जसो हामीले कुम्छाक भन्ने ढोग चाहिँ गर्छौं है आफ्नो घोडालाई बेन्ड गरेर गर्ने ढोग चाहिँ र त्यो बेला सबभन्दा हामीले ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरि आफ्नो दुईवटा घोडा र दुईवटा यो दुईवटा हात र आफ्नो निधार हैन यो पाँचवटालाई चाहिँ हामीले जमिनमा छुनै पर्छ ढोग्ने बेला है त म देख्ने गर्छु कि धेरै जसो मान्छेहरु दुईवटा घोडा र दुईटा हात चाहिँ भुइँमा छुन्छन् तर आफ्नो टाउको या आफ्नो निधारलाई पनि भुइँमा छुँदैनन् त्यो चाहिँ एकदमै गलत हो हामीले ढोग गर्दाखेरि आफ्नो निधारलाई भुइँमा तपाईले छुनै पर्नेछ है त त्यो कुरा चाहिँ याद राख्नु होला र अर्को कुरा क्याङछाक माने अघि भने जस्तै आफ्नो शरीरलाई पुरै तरिकाले भुइँमा छोएर गर्नलाई क्याङछाक भनिन्छ र यसले के मानिन्छ भन्दाखेरि आफूले गरेका पापहरु या नराम्रो कामहरुमा एकदमै पश्चाताप एकदमै पछुतो रिग्रेट भएर चाहिँ एकदम ढोकेको पनि मानिन्छ है त र यी हुन् दुई प्रकारका ढोग र अनि ढोग गर्ने बेला खास गरी हामीले के सोच्नु पर्छ भन्दाखेरि ढोगलाई भनिन्छ टिबेटनमा छाक भनिन्छ है त छाक माने आफूले गरेको पापहरु र आफूले अब गरिरहेका पापहरु नराम्रो कामहरु चाहिँ धुलेर जाओस् आफूमा भएको पापहरु धुलेर जाओस् धोएर जाओस् मेटेर जाओस् भन्नलाई छाक भनिन्छ है त र छाल भनेको के हो भन्दाखेरि आफूले जसलाई ढोकिरहेको छ हैन जुन गुरु छ है त्यो गुरुमा भएको नलेज है त त्यो गुरुमा भएको ज्ञान आफूलाई पनि प्राप्त होस् भन्ने त्यो सोचले ढोग गर्नुपर्छ त्यो सोच लिनु एकदमै जरुरी छ है त आफूले गरेका पापहरु आफूमा भएको पापहरु सबै मेटेर जाउन् है र आफूले ढोग्ने ठाउँ जुन गुरु हुनुहुन्छ उहाँको ज्ञान आफूलाई पनि प्राप्त होस् भनेर यो सोच लिनु चाहिँ एकदमै जरुरी छ र ढोग गर्दाखेरि के पढ्नु पर्छ त हैन ढोग गर्दाखेरि आफूले मुखदेखि के पढ्नु पर्छ भन्दाखेरि अब तपाईले
तपाईलाई अरू केही जान्दैन भने अघि मैले सुरुमा पढे जस्तै सांगेला क्याप्सुची छेला क्याप्सुची घेदिनला क्याप्सुची यो पढ्नु भए पनि हुन्छ, सजिलो छ है त। र यो भन्दा अलि लामै पढ्न सक्नुहुन्छ भने सांगे छेजोमा पढ्नु होला। सांगे छेदा छोके छौनामला चांछु पर्दो थाने क्याप्सुची तागे चिन्सो केपे सनाम के टोला फेन्जिर सांगे ठुपर छौ भनेर हो यी पढ्नु होला है त। यसमा सबै जोडेको छ योमा है त। र अझै त्यो भन्दा राम्रो गर्न सक्नुहुन्छ भने जस्तै आफ्नो आफ्नो पूजा अनुसार त्यो पूजाको भगवान को हो त्यसलाई प्रार्थना गरेर ढोग अनि त्यसको उहाँको मन्त्रहरू जप्ने है, त्यो जपेर ढोग गर्नु होला है त। र अर्को कुरा छ कतिपल्ट ढोग गर्ने त हैन र, कतिपल्ट ढोग गर्नु जरुरी छ भन्दाखेरि हामी सबै प्राणीहरू सुख चाहने र दुःख नचाहने एउटै हुन् हैन र। र त्यसैले गर्दा आफूले गरेको पापहरू र आफूले गरेको नराम्रो कामहरू त्यसलाई सम्झी र दुःख हराइकन दुःख मेटिकन सुख प्राप्त गर्नलाई हामीले के गर्नुपर्ने हुन्छ भन्दा पुण्य कमाउनु पर्ने हुन्छ है त। जति सक्दो धेरै पुण्य कमाउनु पर्छ र त्यसको लागि हामीले जति सक्दो धेरै ढोग गर्नु एकदम आवश्यक छ है त। चाहे तपाईले 3 ढोग गर्नु, 5 गर्नु, 7 गर्नु हैन, 9 गर्नु, 21 गर्नु, 108 गर्नु, सकेसम्म धेरै गर्नु। तपाईले जति सक्नुहुन्छ त्यति धेरै गर्नु है त, अल्छी नगर्नु है त। र अर्को कुरा छ हामीले कति बेला ढोग गर्नुपर्छ त हैन। कति बेला अब कुन समयमा ढोग गर्नुपर्छ भन्दाखेरि सकेसम्म सधैँ ढोग गर्नु होला हैन। र अनि खास गरी एकदम इम्पोर्टेन्ट एकदम स्पेशल दिनहरुमा है त, जस्तै बुद्ध जन्मेका दिन, बुद्धले बुद्ध प्राप्त गरेको दिन है त, बुद्धले पहिलो पल्ट धर्म प्रचार गर्नु भएको दिन है त, जस्तै आफ्नो गुरुजीहरुको जन्म भएको दिन है। र खास गरी हरेक महिना आउने पूर्णिमा औँसी है हो, त्यो दिनहरुमा तपाईले ढोग गर्नुभयो भने त्यसको फाइदा अलग्गै हुन्छ है त। त्यसमा तपाईले धेरै भन्दा धेरै पुण्य कमाउन सक्नुहुन्छ है त। अरु दिनमा तपाईले 3 पल्ट ढोग गरेको र खास त्यो स्पेशल दिनहरुमा 3 पल्ट ढोग गरेकोमा तपाईलाई एकदमै धेरै फरक छ र धेरै भन्दा धेरै पुण्य कमाउनु हुनेछ है त। र सकेसम्म बिहान उठ्ने बेला है, सबैको दिन राम्रो होस्, सबैलाई सफल होस्, कसैकोमा नराम्रो सोच नआओस् त्यस्तो सोच लिएर ढोग गर्नु होला। र राति सुत्नु भन्दा अगाडि 3 पल्ट ढोग गर्नु होला। र अनि आफूले गरेको पापहरू नराम्रो कामहरू अनि त्यसमा रिग्रेट भइकन पश्चाताप भइकन अनि अबदेखि म यस्तो गर्ने छैन भनेर त्यस्तो सोच लिइकन ढोग गर्नु होला है त। र ढोग गरेको फाइदा के छ हैन, ढोग गरेको फाइदा के छ भन्दाखेरि अब यो चाहिँ अन्तिम है त। ढोग गरेको फाइदा भनेको अघि भनेको जस्तै हो, हामीले सबै प्राणीहरू सुख चाहेको र दुःख नचाहेको एउटै हुन्। र सबैले चाहेको यो सुख चाहिँ कसरी पाउँछ भन्दाखेरि चाहिँ हामीले पुण्य कमाउनु पर्छ है त। तपाईले पुण्य कमाउनु भयो भने तपाईले सोचेको जस्तो पूरा हुन्छ भनेर भगवान बुद्ध आफैले उहाँको सूत्रभित्र भन्नुभएको छ। र पुण्य कमायो भने आफूले सोचेको जस्तो पूरा हुन्छ भने पुण्य कसरी कमाउने भन्दा ढोग गर्नु है त। ढोग गर्यो भने तपाईले पुण्य कमाउनुहुन्छ। त्यही भएर ढोग गर्नुको फाइदा भनेको पुण्य कमाउनु हो र पुण्य कमायो भने तपाईले आफूले सोचेको जस्तो पूरा हुन्छ। हजुर, अनि यो थियो छोटो मिठो ढोग गर्नुको धर्म सम्बन्धित अनि ढोग गर्नुको बारेमा भनेको है त। अनि अझै पनि धर्म सम्बन्धित केही कुराहरू जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। हस् त, धन्यवाद।